हेलो नमस्ते साथीहरू। साथीहरू सन्चै हुनुहुन्छ नि? आराम सन्चै हुनुहुन्छ नि साथीहरू? म पनि सन्चै छु। तपाईँहरू पनि सन्चै होला। कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ? सबैजनालाई सन्चै रहनु होला। आज म पनि सन्चै छु। त्यसले गर्दाखेरि आज म पनि घुम्दैछु साथीहरू। यसरी घुम्न आएको छु। यो काठमाडौँको चाहिँ शङ्खपार भन्ने ठाउँतिर म चाहिँ आज बिहानै घुम्न आएको छु। गर्दाखेरि साथीहरू पनि घुम्न आउनु होला। यहाँ रमाइलो ठाउँ रहेछ, सफा सुग्घर पनि राम्रो रहेछ। यहाँ खासै पैसा लाग्दैन। यो पाहाडभित्र घुम्नुको लागि चाहिँ फ्री रहेछ। सबैजनाले आउनु होला। सबै साथीहरू आउनु होला। नआएको साथीहरू काठमाडौँमा आएको छ भने, आइपुगेछ भने एकचोटि आएर मजाले यो शङ्खपारमा आएर एकचोटि यसको पाहाडभित्र आएको दृश्य हेर्नु होला साथीहरू। राम्रो छ। यहाँतिर धेरै विद्यार्थीहरू आज चाहिँ यहाँ खेल्ने भइरहेको छ। देख्नु भएको छ सबैजनाले हेर्नु होला। आज चाहिँ एकदमै रोमान्टिक दिन रहेछ। यहाँ बाजेहरू सबैजना घाम तापेर बस्नु भएको छ। म पनि खुसी लाग्यो। म पनि आज आउँदाखेरि एकदमै कपाल खुसी लाग्यो। यहाँ साथीहरू, यहाँ चाहिँ बिना पैसामा हामीले अनुगमन गर्न घुम्न पाउने ठाउँ रहेछ। धेरै ठाउँको पाहाडहरूमा हामी घुम्यौँ र देखेन। यहाँ चाहिँ एकदमै बबाल राम्रो छ। ठाउँ पनि राम्रो छ, तर धेरै सफा सुग्घर पनि रहेछ। कहाँ कहाँबाट हेर्नुहुन्छ मेरो ब्लगमा जोड्नुभएको, मेरो युट्युबमा जोड्नुभएको सम्पूर्ण साथीहरूले हेरेर काठमाडौँ आउनु भएको छ भने आउनु होला साथीहरू। यही नै हो। एकदम यहाँ चाहिँ पुरै रुख बिरुवाहरू यहाँ हेर्नु होला। यी पहाडी विद्यार्थीहरू धेरै छन्। आज हेर्नु होला, देखाइरहेको छु। आज चाहिँ पुरै विद्यार्थीहरूको यहाँ खेल्ने ग्राउन्ड रहेछ। राम्रो पनि छ, दृश्य राम्रो पनि देखिरहेको छ। आज चाहिँ एकदमै खुसी लाग्यो मलाई पनि। म पनि यसरी घुम्न पाउँदाखेरि मलाई पनि अति नै खुसी लाग्यो साथीहरू। यस्तै हो, हामी कहिले काहीँ घुम्नुपर्छ। घुम्दाखेरि सबै ठाउँ चिनिने जानिने हुन्छ। त्यसले गर्दाखेरि पछाडिपट्टि ठुलो बिल्डिङ छ साथीहरू, हेर्नु होला। यो चाहिँ तपाईँको उसको बिल्डिङ हो। एकदमै राम्रो छ। त्यसले गर्दा यहाँतिर चाहिँ एकदम रोमान्टिक राम्रो ठाउँ। यहाँ बच्चाहरू खेल्ने ठाउँ। यो भित्र चाहिँ पार्क छ पुरै।